नेपाल अस्सलामु अलैकुम। अहिले हाम्रो देशमा हिन्दू राष्ट्र चाहियो, बौद्धिस्ट राष्ट्र चाहियो, मुस्लिम राष्ट्र चाहियो, क्रिस्चियन राष्ट्र चाहियो भन्ने विषय धेरै चर्चामा छन्। तर कसैले भन्दैनन् कि हामीलाई विकसित राष्ट्र चाहियो, हामीलाई गरिब हटाउनेवाला राष्ट्र चाहियो, सबै नेपाली बेरोजगार जनतालाई रोजगारवाला राष्ट्र चाहियो, किसानहरूलाई समयमा मल पाउने राष्ट्र चाहियो, विद्यार्थीहरूलाई प्रणाली शिक्षा दिनेवाला राष्ट्र चाहियो र बिरामीहरूलाई समयमा उपचार हुनेवाला राष्ट्र चाहियो। यो कुराहरू कसैले भन्दैनन्, खाली हामीलाई यो राष्ट्र चाहियो, त्यो राष्ट्र चाहियो, हामीलाई त्यो राष्ट्र चाहियो भन्नुहुन्छन्। आजभन्दा 17 वर्ष अगाडि नेपालमा राजतन्त्र थियो नि, तर नेपाली जनतालाई राजतन्त्र मन नपराएर, राजतन्त्रको प्रणाली राम्रो नपाएर राजतन्त्रबाट अगाएर सबै नेपाली जनताले एकजुट भएर राजतन्त्र हटाए। अब आज फेरि त्यही नेपाली जनताले राजतन्त्र ल्याउन चाहन्छ। कत्रो ठुलो गल्ती दोहोऱ्याउने गइरहेछ। खाली हामी त्यही गर्ने के? हामी नेपाली जनता त्यही गर्ने? राज शासन हटाएर गणतन्त्र ल्याउने र गणतन्त्र हटाएर राजतन्त्र ल्याउने के? हामी त्यही हेराफेरीमा अल्झिरहने? यदि हामी यही कुरामा अल्झिरहने भने देश अगाडि कहिले बढाउने? देश राजतन्त्र वा गणतन्त्रले विकास हुँदैन। देश विकास नयाँ नेपाली युवा नेताले मात्र हुन्छ। ती हुन् रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ, महावीर पुन, कुलमान सिंह, गोपाल हमाल, समीम मिया अन्सारी, डाक्टर सीके राउत, सुनिता डाङ्गोल आदि जस्ता मान्छेहरू चाहिन्छ। प्रधानमन्त्री, राष्ट्रपति, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री, सेना मन्त्री, गृहमन्त्री आदि चाहिन्छ देश चलाउनलाई। म भन्छु, तपाईहरू आफ्नो जिउको लुगा कपडा पुरानो भएपछि फेरिँदै हुनुहुन्छ। त्यस्तै साल बाई साल नेता बदलिनु, चेन्ज गर्नु, अनि यिनीहरू सबक पाउँछन्। यिनीहरू भन्छन्, सोच्छन्